हाम्रा यस संस्थाका सल्लाहकार नायब सुबेदार नरकाजी गुरुङ साहबज्यूबाट संस्थालाई सहयोग रकम रु 5000 प्रदान गर्नुभएको छ। कृपया ताली बजाएर उहाँलाई सम्मान गरिदिनु लागि म अनुरोध गर्दछु। अब म कार्यक्रमलाई फेरि अगाडि बढाउन गइरहेको छु। यसमा अब रहेको छ विशेष अतिथि ज्यूद्वारा स्वागत मन्तव्य। विशेष अतिथिको शुभकामना मन्तव्य राखिदिनको लागि शिक्षित गोर्खा राइफल्सका अध्यक्ष क्याप्टेन श्री कृष्ण गणेश साहबज्यूलाई म हार्दिक अनुरोध गर्दछु। प्लिज साहब। धन्यवाद कार्यक्रम सञ्चालक क्याप्टेन उदय साहबलाई। आज 7-8 गोर्खा राइफल्सको 48औं जन्मदिवसको सभाध्यक्ष हुनुहुन्छ आदरणीय दाई सुधार मेजर गमबहादुर गुरुङज्यू र हाम्रो आज यो 48औं जन्मदिवसको मुख्य आकर्षक व्यक्तित्व हाम्रो आदरणीय बुवा सुबेदार मेजर अनि कप्तान फुलबहादुर गुरुङज्यू र सम्पूर्ण 8 बाट आउनुभएको फर्स्ट एड, सेकेन्ड एड, थर्ड एड, 4 एड, 5 एड, 6 एड, 7 एड सम्पूर्ण विशेष अतिथिज्यूहरू, हाम्रो 7-8 गोर्खा राइफल्सको सम्पूर्ण सल्लाहकारज्यूहरू अनि सम्पूर्ण सदस्यज्यूहरू र सम्पूर्ण दिदीबहिनी, आदरणीय दिदीबहिनी, दाजुभाइ सम्पूर्णलाई एकमुष्ट म भूपू 68 जिआर अध्यक्ष क्याप्टेन कृष्ण घले व्यक्तिगत तर्फबाट र सम्पूर्ण हाम्रो 8 जिआरको तर्फबाट हजुरहरूलाई यो 48औं जन्मदिवसको सुखद अवसरमा हजुर सम्पूर्णलाई हार्दिक हार्दिक मङ्गलमय शुभकामना साथै छाचलो नमस्कार जय गौरव भन्न चाहन्छु। हजुरहरूले यो हाम्रो के भन्छ यो 48औं अवसरको जन्मदिवसको उपलक्ष्यमा मलाई यो बोल्ने अवसर दिएकोमा हार्दिक आभार व्यक्त गर्न चाहन्छु र खासै यो हाम्रो पल्टनको चाहिँ यो आज जन्मदिवसको धेरै धेरै के भन्छ सुखद अवसरमा सम्पूर्णलाई धेरै धेरै बधाई तथा आभार व्यक्त गर्न चाहन्छु र अरू चाहिँ पल्टनको बारेमा चाहिँ हाम्रो सञ्चालक साहबले नै भनिसक्नु भएको छ, म भन्न चाहन्न र हाम्रो 48औं जन्मोत्सवको हाम्रा संस्थापक 7-8 गोर्खा राइफल्सको कर्नल गोब्रुद्दिन साहब पनि हाम्रो 68 जिआरको हाम्रो चार्ली कम्पनीको वाइस साहब हुनुहुन्थ्यो र हाम्रो चाहिँ संस्थापक एसएम साहब चाहिँ यहीँ हुनुहुन्छ, कुलबहादुर गुरुङ साहब र भन्दैमा अरू कुरा चाहिँ के भन्छ हाम्रो टिपिओ पोखराबाट चाहिँ आएको चाहिँ म 1-2 कुरा भन्न चाहन्छु हजुरहरूलाई। किनभने हामी सबैको लागि हाम्रो भूपू भएको नाताले सम्पूर्णलाई बहुत जरुरी छ। किनभने 90बाट चाहिँ यता पहिलो भर्ती भएको चाहिँ दिदीबहिनी र जति पनि साहबहरू छ, अफसर साहब, जिसिओ साहब र अदर रेक्सलाई यो लागु छ। किनभने त्यसमा चाहिँ हामी चाहिँ त्यो थ्याप्चा लगाएर या नागरिकता नभइकन भर्ती भएको कारणले त्यो बेलामा चाहिँ हाम्रो श्रीमतीहरूको नाम चाहिँ फरक भएको छ र डेट अफ बर्थ पनि धेरै फरक भएको कारणले त्यो चाहिँ नामलाई चाहिँ सुधार गरेर के भन्छ सिडिओबाट चाहिँ यो इलाहाबादबाट चाहिँ नाम आएको कारणले तपाईँहरूलाई चाहिँ छिटोभन्दा छिटो त्यो चाहिँ नामलाई चाहिँ सुधार गरिदिनु होला। कसैको नाम गल्ती होला, नाम श्रीमतीको नाम र के भन्छ डेट अफ बर्थहरू गल्ती भएको छ भने त्यसलाई चाहिँ सुधार गरेर टिपिओ पोखरामा चाहिँ त्यसलाई चाहिँ चेताइदिनु होला। किनभने पछि हामी तलमाथि भएको खण्डमा हाम्रो दिदीबहिनी, हाम्रो बुढियाहरूले चाहिँ त्यो दुःख नपाओस्। र अर्को चाहिँ हाम्रो एसबिआई के भन्छ हाम्रो यो एभरेस्ट ब्याङ्कबाट चाहिँ जो हामीले पेन्सन लिन्छ त्यसमा चाहिँ अहिले चाहिँ नयाँ चिठी आएको छ। सम्पूर्ण चाहिँ हाम्रो सदस्यज्यूहरू मतलब जो पनि होस्, अफसरबाट लिएर जिएसओ एनसिओ सबैलाई यो लागु छ। तपाईँको चाहिँ पैसा काट्दैन, सिर्फ 5000 रुपियाँ तपाईँको चाहिँ त्यो हाम्रो पेन्सनको एकाउन्टमा होल हुन्छ। तपाईँको चाहिँ 5 लाख रुपियाँ बिमा हुन्छ। तपाईँले केही पैसा जम्मा पनि गर्न पर्दैन।
त्यो पैसा चाहिँ तपाईँले हमेसा त्यो एउटा हाम्रो एसिस्टेन्ट काउन्टर के भन्छ पिपिओ पोखरामा छ एसबिआई र तपाईँको चाहिँ एभरेस्ट ब्याङ्कमा हजुरहरूले त्यसलाई चाहिँ त्यो बिमाको फर्ममा चाहिँ भरेर तपाईँहरूले चाहिँ त्यो गरिदिनु होला। किनभने हामीलाई तलमाथि हाम्रो लाइफमा चाहिँ हामी के भन्छ अरे हाम्रो जीवन कहिले पनि थाहा छैन कहिले के हुन्छ, त्यस कारणले चाहिँ त्यो एक्सटेन्सियल हामीले चाहिँ त्यो लाभ पाउँछ बिमा। त्यस कारणले चाहिँ त्यो बिमा चाहिँ सबै साहबहरूले गुर्जियाहरूले चाहिँ ध्यान गरेर त्यो चाहिँ एउटा चाहिँ हाम्रो पिपिओ पट्टाको चाहिँ फोटोकपी अनि 2टा फोटो होइन बुढाबुढीको अनि चाहिँ तपाईँको त्यो के भन्छ अरे यो अहिलेको चाहिँ राष्ट्रिय परिचय पत्र अनि तपाईँको चाहिँ यो हाम्रो चाहिँ नागरिकताको फोटोकपी ल्याएर त्यहाँ जम्मा गरिदिनु अनि तपाईँले एउटा फर्म भरिदिनु। तपाईँको लागि चाहिँ पैसा जम्मा गर्नु पर्दैन, त्यो हाम्रो खाताबाट नै 5,000 रुपियाँ होलमा रहन्छ, हाम्रो पैसा कहीँ पनि जान्न। तर चाहिँ हामीले चाहिँ तलमाथि केही भएको खण्डमा त्यो तपाईँहरूले चाहिँ 5 लाखसम्मको चाहिँ बिमा हजुरहरूलाई पाउँछ। त्यस कारणले चाहिँ सबैले चाहिँ यो गरिदिनु होला। र हाम्रो गोर्खा ब्रिगेडको तर्फबाट के भन्छ यो अहिले चलिरहेको नेपालमा भइरहेको गतिविधिको कारणले चाहिँ यो अमर सिंहको जग्गा पनि हाम्रो भुपुको रहेछ। हाम्रो चाहिँ तपाईँहरू सबैले थाहा हुनुपर्छ यो के भन्छ नेपाल सरकारलाई हाम्रो विदेशबाट हाम्रो भारतीय गोर्खा सैनिकबाट चाहिँ 1 महिनामा 70 अरब रुपियाँ पैसा रेमिटेन्स आएको हुने रहेछ होइन। अनि त्यो तपाईँको चाहिँ त्यो जग्गा अमर सिंहको जग्गा चाहिँ 20 रोपनी जग्गा रहेछ। अहिले चाहिँ त्यो बाटोले काटेको कारणले सिर्फ 10 रोपनी मात्रै छ। त्यो जग्गालाई चाहिँ त्यो जग्गा पनि हाम्रै पैसाबाट 55 लाख हालेर किनेको रहेछ, त्यो नेपालले दिएको होइन। तर चाहिँ के भयो हाम्रो चाहिँ पुरा विभिन्न राजनीतिक संस्थाले गर्दा त्यो जग्गालाई चाहिँ यो हाम्रो सुकुम्बासी या केही नाम भरेर त्यहाँ मान्छेहरू बसेको छ। त्यस कारणले त्यसलाई चाहिँ हामीले पुटअप गरेको छ तपाईँको मेयर साहब र सिडिओ साहबलाई। त्यो माथि चाहिँ प्रधानमन्त्री गृहमन्त्रीसँग पनि पुगिसकेको छ, त्यो हामीले चाहिँ पक्का पाउँछ त्यो जग्गा। र हाम्रो चाहिँ यो 2021बाट चाहिँ हाम्रो बच्चाहरू चाहिँ भर्ती हुन पाएको छैन। ब्रिटिस आर्मीमा त तपाईँको चाहिँ लगातार 200-300 मान्छे चाहिँ हमेसा भर्ती भइरहेको छ, तर इन्डिया गोर्खामा चाहिँ हाम्रो भर्ती भएको छैन नेपाल डिभिजनबाट। त्यस कारणले हामी सबैले प्रयास गर्दैछ कि अब हाम्रो चाहिँ किनभने त्यो 4 सालको अग्निवीर भए पनि तपाईँको चाहिँ 4 साल पुरेपछि 25% नै त्यहाँ नोकरी गर्छ, तर 75% आए पनि त्यसले चाहिँ हर जग्गामा तपाईँको बिएसएफ भएको त्यो डिएससी भएको सबै जग्गामा तपाईँले चाहिँ त्यो नोकरी पाउँछ दोबारा। हर जग्गामा चाहिँ डिमान्ड आइरहेको छ, अझै पनि त्यो पुगेर पनि हामीले चाहिँ पुरा गर्न सकेको छैन। त्यसै कारणले चाहिँ भर्तीको लागि हामीले कोसिस गर्नुपर्छ भन्दै त्यो सबैले चाहिँ हामीले चिठी पत्र गरिसकेको छ। हाम्रो गोर्खा ब्रिगेड सचिव हाम्रो यो चिउली पार्टी समाजको अध्यक्ष फर्स्ट ब्याजियर क्याप्टेन शमशेर गुरुङ साहबले पनि यो हल गरिदिनु भयो, सुविधा गरिदिनु भएकोमा उहाँलाई पनि धेरै धेरै बधाई दिन चाहन्छु, धन्यवाद दिन चाहन्छु। र म अरू कुरा धेरै भन्न चाहन्छु। अब यो 48औं शुभ जन्मदिनको उपलक्ष्यमा सम्पूर्णलाई धेरै धेरै बधाई र भव्य र सबै संस्थामा के भन्छ सम्पन्न होस् भन्ने आशा राख्दै म बिदा लिन चाहन्छु। धन्यवाद। जय गोरख, जय नेपाल, जय सगरजिया। धन्यवाद छ अध्यक्ष श्री कृष्ण घले साहबज्यूलाई। उहाँले आफ्नो मिठो भनाइ शुभकामना मन्तव्य साथमा साथले जो भन्नुभएको जो हामीहरूको लागि आउनेवाला दिनमा के छ कसो छ भनेर जो जानकारी सन्देशमूलक जानकारी हामीलाई गराउनु भयो त्यसको लागि साहबलाई विशेष धन्यवाद दिन चाहन्छौँ। यसको लागि हजुर हामीहरूकै लागि नै उहाँले जो र अहिले भइरहेको कुराहरू छ त्यसलाई जानकारी दिनुभएकोमा साहबलाई फेरि पनि मेरो व्यक्तिगत तर्फबाट र हाम्रो 7-8 गोर्खा दलको तर्फबाट विशेष धन्यवाद दिन चाहन्छौँ। कृपया साहबलाई ताली बजाएर सम्मान गरिदिनको लागि म हार्दिक अनुरोध गर्दछु। अब म कार्यक्रमलाई फेरि अगाडि बढाउन गइरहेको छु। अब यस क्रममा रहेको छ तपाईँहरूलाई फेरि मनोरञ्जनलाई नै म जोड्न गइरहेको छु। मनोरञ्जन हेतु फेरि अर्को नृत्य प्रस्तुति गर्न गइरहेका छौँ। नृत्य कलाकार हुनुहुन्छ दिदी श्री सीता गुरुङ र सुबेदार सन्तोष गुरुङ। प्लिज मञ्चमा आइदिनलाई म अनुरोध गर्छु। गीतको बोल रहेको छ नाइ मोलेस्यो।
त्यो संसारकी सबभन्दा तोक हुनु नै निलटा बेल्लेख हुँ न अनि gito tar bilis ito nga kay satar tilyo siya belis sa ito संसार में
दिदीको बेदोर प्रस्तुतिलाई अब म सानो जानकारी गराउन चाहे यसमा फेरि हजुरहरूको सामान्य जो बायाँतर्फ एउटा एलइडी 8GR को क्रेस्ट लागेको देख्नु भएको छ होला। यो एलइडी लोगो मिरर ग्लास मन्डु कम्पनीले बनाएको छ। यसमा हाम्रा यस संस्थाका सदस्य क्याप्टेन श्री शान्तकुमार श्रेष्ठ साहबजीको छोरा उहाँहरूको कम्पनीले तयार गरेको गर्दछ। जसले पनि अगर बनाउन चाहनुहुन्छ भनेदेखि छोरालाई सम्पर्क गरेर जो एलइडी मिरर यो मात्रै नभएर कयौँ किसिमको बनाउनुहुन्छ तपाईहरूले बनाउन सक्नुहुनेछ भने म जानकारी गराउँछु। अगर बनाउन छ यस्तो भनेदेखि फेरि उहाँको नम्बर पनि मलाई छोडेर जानुभएको छ। नम्बर छ 9806140880। फेरि पनि मसँग सम्पर्क गर्न सक्नुहुन्छ। यो सानो जानकारी हजुरहरूको लागि। अब यस आजका आकर्षक कार्यक्रमलाई प्रमुख अतिथिद्वारा शुभकामना सहितको मन्तव्यतिर म जोड्न गइरहेको छु। आजका हाम्रा आकर्षक व्यक्तित्व यस स्थापना दिवस समारोहका प्रमुख अतिथि संस्थापक सुबेदार मेजर, संस्थाका अभिभावक साथै संरक्षक क्याप्टेन श्री कुलबहादुर गुरुङज्यूलाई बटालाइनको 48औं स्थापना दिवस समारोहलाई आशीर्वाद सहितको शुभकामना मन्तव्य राखिदिनको लागि म हार्दिक अनुरोध गर्दछु। प्लिज साहब। सम्पूर्ण उपस्थित महानुभावहरू, 780GR को भोपो परिवार, भाइ बहिनी, नाति नातिनाहरू, आजको मित्र जो पाहुना भएर यहाँ आएको छ उहाँहरू साथ हरेक 8GR को सदस्य, प्रमुख अतिथि यहाँ हाम्रो निम्तोमा आउनुभएको छ। सेकेन्ड हेड साहब, 48, 48, 58, 68 सम्पूर्ण अतिथिलाई स्वागत छ। जति पनि पाहुना यहाँ परेको छ सबैलाई स्वागत छ, मेरो आशीर्वाद छ। तपाईहरुलाई सधैँ फुलोस् फलोस्, पूर्ण परमात्माले सबै परमात्माले हजुरहरूलाई रक्षा गरोस्। पहिला म भन्न चाहन्छु मेरो पठनको सिओ, पूरा भाइहरू र पठनको परिवार सम्पूर्ण 780GRलाई म शुभकामना दिन चाहन्छु। अहिले पठनले राइजिङ डे मान्न पाएन, ऊ बाहिर ट्रेनिङमा लद्दाखतिर जान पर्यो। एडभान्स गार्ड अस्ति गयो, अहिले मेन बोडी गइरहेको छ, त्यसले गर्दाखेरि मान्न पाएन। फेरि पनि मेरो शुभकामना। बाँकी नेपाल अधिराज्य देहरादून जतासुकै दार्जिलिङ जतासुकै 780GR को भुप्पु पार्टी यस माइकमा जो मैले बोलिरहेको छु यसद्वारा म सबैलाई सम्बोधित गर्न चाहन्छु। हरेकलाई मेरो आशीर्वाद पुगोस्, हरेकलाई आशीर्वाद भगवानलाई प्रार्थना गर्छु। सबैको शुभकामना होस्, सबैलाई राम्रै राम्रो होस्। मलाई चितवनबाट टिम आएर भेटेर गयो, स्याम्जाबाट पुरो गाडी आएर घरमा भेटेर गयो, पटोलबाट पूरा परिवार पूरा गाडी आएर भेटेर गयो, पाल्पाबाट पूरा परिवार भन्ने मतलब 780GR को जहाँ जहाँ पनि छ फुपूहरू जो जसले यो मान्दैछ
सङ्गठन जोडेको छ। सबै आएर मलाई भन्छ एकपालि हामीलाई मौका देऊ, हामीलाई मौका देऊ। तर मेरो विचार मैले दिन्थेँ। अब म असमर्थ भयो, त्यस कारणले मैले माफ गर्नु भने मागेँ, बिन्ती गरेँ। तर सबै भाइहरूले जो प्यार मलाई दियो त्यो अति खुसी लाग्यो, अति खुसी लाग्छ। मैले कुन दिनमा 7-8 जमायो होला, अति मैले प्यार पाएको छ। मैले जमाएको पल्टन 5-8 मा 28 वर्ष 27 वर्ष नोकरी गरेर संयुक्त मेजर भएर 7-8 मा यो पल्टन जमायो। 48 वर्ष अहिले योले भयो। फेरि म यसमा अटेन्ड भइरहेको छ भने म कति भाग्यशाली छ। तर अहिले मलाई अलिकति दुःख परेको छ, मुस्किल भएको छ। बिपी मलाई लिभर ट्युमर छ भनेर यहाँ बतायो। भरतपुरमा गएर ट्रिटमेन्ट गर्यो, त्यो दबाईले अलिकति ठिक भइरहेको थियो। अस्ति अलि सन्चो भएर तपाईँलाई जो छ सुगर भएको छ, उहाँ डाक्टरलाई रिपोर्ट गर्नु भनेर भरतपुरले भन्यो। यहाँ मेडिप्लसमा गएँ, 15 दिनको दबाई लिएर त्यो दबाई खाएँ। त्यो दबाई खाएर ओभर भएछ। एक दिन 3 बजे सुतेको, 3 बजे सुतेर बसेको बुढीले 4 बजे 1 घन्टाको बादमा उठायो। 1 घन्टाको बादमा उठाएर ए बुढा उठ, केही नास्ता सास्ता गर, छाम्दाखेरि त म त गइसकेको, पुरै पसिना पसिना, मलाई केही खाइ छैन। मान्छे बोलाएर गाडीमा हालेर हस्पिटल पुऱ्याएछ। जब मैले होस पायो त म हस्पिटलको इमर्जेन्सीमा थियो। त मलाई उहाँसम्म जाँदाखेरि कसरी लयो के लयो थाहै छैन। इष्टमित्रहरू आयो, सबैले सोध्छ के भयो तपाईँलाई, मलाई केही थाहै छैन। बिपी सुगर बढेर दबाई खान आयो, दबाई लिएर गयो, सुगरको दबाई खाएँ। सुगर घटेछ, गाडीमा बिओसीमा उठाएर ल्याएर इमर्जेन्सीमा यहाँ आइपुगेँ। तर जान त बिओसीमा गयो, मलाई थाहा भएन। मैले भने प्रभु यमराजलाई, भगवान मेरो 17 गते असार 17 मा राइजिङ डे छ, म त्यो मान्नु छ, त्यो नमानेसम्म म त जान्न भने मानेन भने भागेर आएँ। आज मान्यो। यदि राम्रो मलाई लागिरहेछ, मेरो इष्टमित्र मेरो भाइ भतिजासँग बसेर यहाँ राम्रोसँग मेलजोल गरेर के हो कसो हो दुःख सुखको कुरा आशीर्वाद आदान प्रदान गर्न पाउँदा धेरै खुसी लागेको छ। हजुरहरूलाई यहाँको प्रोग्राम अहिले राम्रो लाग्छ भने बयान गरे हुन्छ। 7-8 को प्रोग्राम निकै राम्रो थियो, धेरै राम्रो थियो। कति राम्रो छ त्यो आफ्नो मनमा, नराम्रो छ भने म केही नभन, मनमा राख्ने, कसैलाई केही नभन आफ्नै मनमा राख। तर मलाई जहाँ ख्याल छ तपाईँलाई दुःख जरुर होला, किनभने अहिलेसम्म तपाईँले खाना पाएको छैन, पिन पाएको छैन। त्यस कारणले खानु पिनी नपाएपछि केही राम्रो छैन। अन्तमा म तपाईँलाई एउटा कुरो के भन्छु भने हरेक व्यक्ति, सबै व्यक्तिमा म तपाईँलाई यो भन्न चाहन्छु, बुढा बुढी दुईजनाको जोडी अति राम्रो हुनपर्छ। दुईजना एक दूसरेको एक मददगार हुनपर्छ। अगर म मेरो बुढी मेरो मद्दतमा नहुने भए
हर आधी घन्टा 5-15 मिनटमा उसले चेक गर्छ, मेरो पछि लाग्छ। अगर ऊ पछाडि नलाग्ने भए म अस्ति गइसक्थ्यो। अहिले त मेरो त झ्याम्मा टुन्डा भएर पनि गजबले। तर रिठे पानी बाटो मणिपाल हस्पिटलसम्म गयो, मैले केही थाहै पाएन भने लामाहरू यहाँ बसेर यस्तो गयो, अहिले वहाँ पुग्यो, वहाँ यस्तो भइरहेछ, सबै झुट जस्तो लाग्छ मलाई। अब केही थाहै थिएन उसले केस हुन्छ त यो एउटा फाल्टु कुरो जस्तो भयो। त म सबै भाइहरूलाई यो भन्न चाहन्छु, सबै एक दूसरेलाई मद्दत गर, एक दूसरेको सहयोग गर। सक्या काकाले, नसक्या बचनले केही न केही गर। कसैले पनि अन्याय नगर। अर्को कुरा, एउटा जोसिलो कुरा भनौँ या के भनौँ, तपाईँहरूले सुन्यो होला, 78 कान्छा पल्टन हो। 78 कान्छा पल्टन मैले, मेरो आफ्नो विचार हो, आफ्नो आफ्नो विचार हुन्छ। डिपसम्म फुटबल कमानसम्म, डिपसम्म बक्सिङ कमान फुटबल जित्यो भने सबैलाई बिल्ला, सबैलाई बिल्ला। हार्ने देख्नै माग्दैन। म सक्द गर्थेँ, हार्ने देख्नै माग्दैन। पछाडिको बारी फुटबल पार्टी र बक्सिङ पार्टी, त्यसले बिस्तर बना नबना, झाडु लगा नलगा केही मतलब छैन। तँलाई खुराक म दिन्छु, तर हारिस भने तेरो दाँत झार्छु भनेर मैले 5 साल कमान गरेँ। 5 साल फुटबल पनि हारेन, बक्सिङ पनि हारेन। आएर ड्रफ आएर 3 महिनामा प्रमोसन पेटी भेसमा लेसराई बिल्ला लगाइदिएको जेसी स्मिथमा कुलबहादुर गुरुङ यहीँ छ। कप्तान लोकबहादुर साहब यहाँ आउन पर्यो। लोकबहादुर साहब था अनि यहाँ खरा यता यहाँ हो 78 को तारा लोकबहादुर साहब 78 में ड्रप आएर 3 महिनामा पेटी भेसमा पिल्ला लगाइदिएको मैले। अहिले अँधेरी क्याप्टन छ, नेपालको बक्सिङ पार्टीको लिडर छ। 78लाई पुरा एडजिआरलाई, पुरा गोर्खालीलाई, पुरा नेपालीलाई सम्मान दिएको छ। बेल होल्डर, एसिया बेल होल्डर तपाईँले भन्नुहोस्, तपाईँले भन्नुहोस् बेल होल्डर भन्ने कुरा मामुली होइन भने यसले पुरा पल्टनलाई, पुरा गोर्खालीको नाम राखेको छ। त्यस्तै मुताबिक विष्णु प्रसाद श्रेष्ठ साहब उनी आयो, सबै कहानी उसको तपाईँलाई थाहा छ भने उहाँले खुकुरीले नचाहेर दुश्मन भगाउने कुन तरिका थियो, कसरी गरेको, हामी गोर्खालीको हाम्रो नाम राखिराखेन। यस कारणले उसले आफ्नो पिता पुर्खाको त कल्याण गर्यो। मेरो यिनीहरूले आफ्नो पिता पुर्खाको कल्याण त गर्यो, हाम्रो पनि पुरा कल्याण गर्यो, हाम्रो पल्टनको पुरा कल्याण गर्यो। 78 को हिरोहरू हो। यस कारणले म यहाँलाई सधैँ सम्मान गरेको, यो भोजमा सम्मान गरेको देख्न माग्छ। यसले सिट पाएको हुनुपर्छ, यो दुईटाले सधैँ सम्मान पाएको हुनुपर्छ। म यहाँ राम या नराम यो मेरो तपाईँलाई बिन्ती छ। किनभने नाम कमाउने मान्छे हो, नाम कमाउने व्यक्ति हो। लोकबहादुर साहब कस्तो थियो भने तपाईँले 2टा कुखुरालाई लडाऊ, कुखुरालाई लडाएको बादमा त्यो कति लड्छ
जब हारजित हुन्छ एउटा भाग्छ, एउटा कोकरी कहाँ भन्छ। थाक्ने त त्यो त्यति थाकेको छ, तर त्यो अर्को भागेको हुनाले त्यसलाई जोस आएर कोकरी कहाँ गर्छ। त्यस्तै यो भने बक्सिङ खेल्दाखेरि हात्तु भएको छ, तर जुगाले त्यो लेखमा जुगा हुन्छ नि त्यसलाई तान्न पनि जान्न। यो जुगो जस्तो चिप्टी जान्छ, अर्कोलाई मुस्किल पऱ्यो, के गर्ने। बादमा ऊ हारे बाबा भन्छ, योले पोखरी कहाँ। यस कारणले म भन्छु, मेरो पठनको नाम मैले जे भन्थ्यो जे गर्थ्यो यो दुईटैले राख्यो। विष्णु प्रसाद साहबले पछाडि आएर राख्यो, लोकबहादुर साहबले त मेरे सामने जे सिस्मिसमा पार्टी। फुलबहादुर गुरुङ बोलेपछि बोल्यो फुटबल जित्यो बिल्ला। गुरप्रीत साहब अहिले स्वर्गमा छ, ऊ कानुनवाला मान्छे, तर मेरो कुरो कहिल्यै काटेन। उसले 3 महिना मलाई खुब हेऱ्यो, खुब चरायो। उसको बादमा मेरो ट्रेनिङ, तपाईँको डिसिप्लिन पुरो पहिला हेर्ने तपाईँ मेरो माथि छोडिदियो। मैले 4 साल 4.5 साल पहिलामा कुनै किसिमको दुःख दिएन। एउटा कुरो म तपाईँलाई बताउँछु, मेरो पहिलामा रेड एन्ट्री मेरो पालामा एउटा पनि थिएन। मैले कसैलाई पनि सोचा दिइनँ रेड एन्ट्री भनेको के हो भनेर। किन सिपाहीले सजा पाएको छ, रेड एन्ट्री पाएको छ, 28 दिन कैद भयो, तनखा काट्यो। तर त्यसको घरको परिवारले, उसको फ्यामिलीले कहिले बुढाको पिन्थेन। त्यो बेलामा त मनी अर्डरको सवाल थियो, कहिले मनी नै अर्डर आएर बच्चाहरूको स्कुलको फिस तिर्ने, रासन पानी किन्ने, त्यस्तो किसिमको विचार गर्थ्यो। मैले त्यो तकलिफ हुन्छ फ्यामिलीलाई, नानीहरूलाई, उहाँको परिवारलाई यो तकलिफ हुन्छ भनेर मैले उसलाई दण्डको घरमा दण्ड राखेर साला गदा त यो काम गर्छस् भनेर अफिसमा धम्काउँथेँ, यताउता गर्थेँ, तर रेड एन्ट्री हुन पाएन। एकपालि अल्फा कम्पनीको खरडबाट आएको मेजर साहब थियो, जुतु साहब भन्ने, उनले चार्जसिट बनाएर आएछ। तुलबहादुर पुन सिङ्गरले हियो, साहब अल्फा कम्पनीको फलानालाई चार्जसिट गरेर ल्याएको छ भने। त्यहाँबाट ल्याए भने हेड क्लर्कबाट मागेर ल्यायो, हेऱ्यो, त्यो के रहेछ, छुट्टीमा 4 दिन गैर भएको, छुट्टीमा 4 दिन गैर भएको। मैले सिओ साहबलाई, यही गुरप्रीत साहबलाई भने, राम साहब भने, साहब भन्नुहोस्, अल्फा कम्पनीबाट चार्जसिट आएछ, तर एउटा केटा त्यसले खुन गरेको छैन, त्यसले चोरेको छैन, सिर्फ चार्जसिट उसको 4 दिन गएर छ। त्यो 4 दिन अर्को दिनमा काट्दैौँला, या केजुअली काट्दैौँला, यो क्यान्सल हुनुपर्छ। साहब ल्याऊ, सिओ साहबले दस्तखत गरिदियो, काटेर क्यान्सल गरिदियो। त्यो झिङ्गन साहब आएर मलाई भन्छ, साहब एसएम साहब भने, हो साहब बस्नुहोस्। म बस्दैन, म यहाँ बस्दा आएको होइन भनेर रिसाएर भने, के भयो साहब तपाईँलाई, मेरो चार्जसिट किन काट्यो साहब तपाईँले भने। मैले कहाँ काटेँ तपाईँको चार्जसिट, अब मेजर साहबसित म कराउनु मिलेन। मैले कहाँ काटेँ साहब तपाईँको चार्जसिट, नकाटे त मेरो चार्जसिट वापस किन भयो भने। अब किन भयो तपाईँ भन्नु, त्यहाँ चिठीमा के लेखेको छ भन्दाखेरि तपाईँले भनेर सिओ साहबले, मैले भनेर सिओ साहबले गयो भने तपाईँले भनेर फेरि होला। यस्तो किसिमको झगडा हुन्थ्यो। पुरा कोही अफसर पनि फुलबहादुर गुरुङ लेखेर कोही अफसरले पनि मेरो एगेन्स्ट काम गर्ने थिएन। म लाटो, म अनपढ हो, मैले पढे पनि छैन, म लाटो मान्छे हो, तर मेरो जिब्रोमा के थियो, मैले बोलेपछि बोल्यो पर्यो। सिओ साहबसँग भन्नुहोस्, मैले भन्यो काट्यो तपाईँले भनेर फेरि सजा दिए। गर्दै मेरो 2 शब्द माया खतम गर्छ। त्योभन्दा पहिले हिजोमा बिल्कुल बिहालत थियो,
गमबहादुरले मलाई के भन्यो, भोलि अलि तयार भएर आयो। अब बिमारी मान्छेले तयार भएर आयो भन्यो। त्यहाँबाट लौ त बुढी गमबहादुरले त तयार भएर आइज, अलि ठिकठाक भएर आइज भनेछ। कसरी ठिकठाक गरे भन्दा पुर्खीले पेन किलर त्यो नदुख्ने दबाई ल्याएर खिलाइदिएको त अहिले त कराउन सकेको अझै यतिको भयो। अब मेरो बिन्ती छ सबैलाई राम्रो होस्, सबैलाई मनोकामना मनुष्य पुरा होस्, सबै राम्रोसँग खाना खाने प्रेम गर्ने यसको मार्फत जाने। सबैले आजको पार्टी कस्तो भयो अहिलेसम्म भोकै भयो यसरी खाने। धन्यवाद छ हाम्रो संस्थापक सुरेन्द्र साहबज्यूले जो आफ्नो मिठो बनाई र जो आफूले भोग्नु भएको र गर्नुभएको देललाई हजुर हाम्रो अगाडि प्रस्तुत गर्नुभएको छ। हाम्रो लागि एकदमै यो प्रेरणादायक कुराहरू छ र एकखेर सम्पूर्ण महानुभावहरूलाई आफ्नो स्थानमा उभिदिनलाई म हार्दिक अनुरोध गर्दछु, किनभने साथको अगाडि नै हाम्रो पल्टनको जयकारा पुकार्न चाहनुहुन्छ साहबले। 7 हो कि होइन? 7 हो कि होइन? 7 हो कि होइन? पर्छ। धन्यवाद। हो 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 पर्छ। धेरै धेरै धन्यवाद छ हाम्रो प्रमुख अतिथिज्यूलाई जो एकदमै स्मरणीय शब्दहरू हाम्रो अगाडि प्रस्तुत गर्नुभएको छ। जो आशीर्वाद सहितको मिठो सम्बोधनको लागि फेरि पनि उहाँलाई ताली बजाएर सम्मान गरिदिनलाई म अनुरोध गर्दछु। प्लिज। अब म बिट मार्दै म आजको यो औपचारिक कार्यक्रम विधिवत समापनको लागि आफ्नो समापन मन्तव्य सहितको सभाध्यक्षद्वारा आफ्नो भनाइ राखिदिनको लागि म साहबलाई माइक्रोफोन हस्तान्तरण गर्न गइरहेको छु। कृपया सभाध्यक्षज्यूलाई डेस्कमा उपस्थित हुनको लागि म हार्दिक अनुरोध गर्दछु। योभन्दा पहिला मैले केही सानो जानकारी गराउन चाहन्छु। अहिले जो हाम्रो जो सांस्कृतिक कार्यक्रम छ यथावत चलि नै रहनेछ। भनेदेखि सांस्कृतिक कार्यक्रम पछि फेरि हामी सम्पूर्ण मानवहरूले सामूहिक फोटोग्राफ र कार्य समितिको फोटोग्राफ र एकदमै आफ्नो तरिकाले जोडी जोडीमा मनोरञ्जन गर्न सक्नुहुनेछ। भनेदेखि त्यही प्रकारले फेरि जसलाई भोग लागिसकेको छ होला आफ्नो लन्च लिन सक्नुहुनेछ। यति भन्दै कार्यक्रम सञ्चालनमा केही त्रुटिहरू हुन गए होला अवश्य पनि म कार्यक्रम सञ्चालक तथा सहकोषाध्यक्ष क्याप्टेन उदयराज गुरुङ बिदा हुन्छु। हस् त, धन्यवाद, राम राम। नमस्कार। यस्तै हो, कार्यक्रम एकदम छोटो गर्छु भन्छ। कार्यक्रम तालिकाहरू हामीले एकदमै म्यानेजमेन्ट गर्ने प्रयास गर्छौँ, तर वार्षिक प्रतिवेदनहरू प्रस्तुत गर्नै पर्ने बाध्यताको कारणले गर्दाखेरि यो कार्यक्रम अलिकति लामो हुन्छ। यहाँहरू सबैलाई यसप्रति तपाईँलाई असहज भएकोमा खेद प्रकट गर्दै यहाँलाई धन्यवाद व्यक्त गर्न चाहन्छु। तपाईँहरूलाई अलिकति बस्नुलाई या इन्तजार गर्नुलाई अलिकति प्रब्लम भयो र आज 7-8 गोर्खा राइफल भूतपूर्व सैनिक परिवार सङ्गठनको 48औँ स्थापना दिवस अर्थात् जन्मोत्सव मनाउन हामी यो समारोहमा सहभागी भएका छौँ। यो समारोहको आजको प्रमुख अतिथि तपाईँहरू सबैले जानकारी छ 7-8 गोर्खा राइफलको संस्थापक सुबेदार मेजर अनिल क्याप्टेन कुलबहादुर गुरुङ समाजसेवी। हामीले आज 7-8 गोर्खा राइफल स्थापना भएको पनि 48औँ वर्ष पुगिसकेको रहेछ भन्ने यो संस्थाको संस्थापक सुबेदार मेजर अनि क्याप्टेन रामकाजी गुरुङज्यू, त्यसै गरी सल्लाहकारज्यूहरू र मेरो सिस्टर बटालियन, हाम्रो सिस्टर बटालियनको छ र अरू ग्रुपमा त्यस्तो छैन, सबै ग्रुप
8वटा 7वटा ग्रुप छ यो इन्डियन आर्मीमा अहिले पनि 11 इयर अलि पर भएको कारणले गर्दा फुटाफाटा मान्छे छन् तर हामी 39 जिडिसी 49 जिडिसी 58 जिडिसी हामीहरू 6वटा ग्रुपहरू हामी सबै पल्टनको यसरी नै संस्थाहरू स्थापना गरिएको छ र यो अरू ग्रुपमा त्यस्तो छैन। हाम्रो 8 ग्रुपमा हामीले एकत्रित गर्ने प्रयास गरेका छौँ। हाम्रो 8 ग्रुपमा फसेटको स्थापना दिवस भए पनि हामी सबै 7 पल्टनको अध्यक्ष साहबहरूलाई निमन्त्रणा गर्छौँ र मेरो 7 दियरको कान्छो बटालियनको स्थापना दिवसमा पनि हामीले स्थापना गर्छौँ के अरे निमन्त्रणा गर्छौँ र त्यसमा फसेटदेखि लिएर सुब्दर मेजर राजकुमार साहब उपस्थित हुनुभएको छ र उस्तै गरी सेकेन्ड एडको सुब्दर मेजर आई क्याप्टेन लालजङ गुरुङ साहब, 3rd एड जिआरको सुबेदार बुद्धिबहादुर साहब र 4th एड जिआरको अनिल सुब्दर मेजर तुलबहादुर गुरुङ साहब र 5th एड जिआरको सुब्दर मेजर अनि क्याप्टेन बुपरजङ साहब र 6th एड जिआरको सुब्दर मेजर अनि क्याप्टेन कृष्ण घले साहब यहाँ उपस्थित हुनुभएको छ। यहाँहरूले हाम्रो निमन्त्रणा स्वीकारेर यो कार्यक्रममा सहभागी भई यो कार्यक्रमको शोभा बढाइदिनु भयो। यहाँहरूलाई धेरै धेरै हृदयदेखि नै आभार प्रकट गर्दै धेरै धेरै धन्यवाद ज्ञापन गर्न चाहन्छु र यसै गरी मेरो कार्य समितिको साथीहरू र पदाधिकारीज्यूहरू, मेरो यो 7-8 गोर्खा राइफल भूतपूर्व सैनिक परिवार सङ्गठन पोखराका समस्त दिदीबहिनी, समस्त सदस्यज्यूहरू, समस्त बाबु नानीहरू र यो छायाङ्कनमा खटिएर यो छायाङ्कनको तपाईँ हामी बसेको सबै दृश्य भोलि पर्सि तपाईँलाई भिडियोमा त्यो तपाईँले अवगत या हेर्न सक्नुहुन्छ। त्यो मिस्टर धीरप्रसाद गुरुङज्यू लगायत हामीलाई यो यस्तो गरिमामा भित्र खटिएर भोजन तयार गरेर मिठो मिठो परिकारहरू बनाएर खुलाउनु हुने त्यहाँका साथीहरू सबै र खास गरेर म हाम्रो यो चुली पाचे तमु समाजको अध्यक्ष हाम्रो गोर्खा ब्रिगेडको सचिवज्यू पनि हुनुहुन्छ र उहाँ समाजसेवी एकदमै सक्रिय अत्यन्तै क्रियाशील व्यक्तित्व हुनुहुन्छ। उहाँ समाजसेवी हरेक जग्गामा हरेक ठाउँमा उहाँ खटिएर अहोरात्र खटिएर काम गर्नुहुन्छ। त्यस्तो व्यक्तिको समाज घरमा हामीलाई त एकदम माया भएछ। यो चुली पाचे समाजमा प्रत्येक दिन नाम भन्न पनि आउन मन लाग्छ। पता नै साहबले मुहानी हाल्नु भएछ के भएछ। उहाँको हाम्रो अध्यक्षज्यू र बहिनी अनि यही समाजको अध्यक्ष आमा सभाको अध्यक्ष बहिनी, यहाँहरू समस्तजनलाई हृदयदेखि नै धेरै धेरै आभार प्रकट गर्दै धन्यवाद व्यक्त गर्न चाहन्छु र आगामी दिनहरूमा पनि यसरी नै तपाईँहरू हाम्रो यो कार्यक्रममा यसरी नै सहभागी भइदियोस्। तपाईँहरूको सहग्रह सहयोगले, तपाईँको आर्थिक सहयोग, बौद्धिक सहयोग, भौतिक सहयोगले यो संस्था आज यति बलियो भएको छ। यो संस्था आज हामीले प्रत्यक्ष महसुस गरेको छ कि हाम्रो संस्था कतिको बलियो भएछ, कतिको रमाइलो भयो। हाम्रो यो संस्थाको उद्देश्य भनेको त्यही थियो कि हामीले 7-8 गोर्खा राइफलबाट सेवानिवृत्त भोजपुहरूलाई कसरी एक ठाउँमा एकत्रित गरेर यो हिजो मुर्झाउँदै गएको यो स्मरण शक्तिलाई कसरी ताजा बनाउने, कसरी हामी एक आपसमा दुःख सुख बाँड्ने भन्ने एउटा उद्देश्य थियो। त्यसरी सबैले समावेश गरेर यो एउटा परिस्थिति सिर्जना गरौँ भन्ने हाम्रो उद्देश्य थियो। आज मलाई एकदमै खुसी व्यक्त हुन्छ। म सुरुवातबाट यो संस्थामा यसरी लाग्यो। आज मैले अब आउने भावी पिँढीलाई मैले यो संस्था सुम्पाउँदाखेरि, हस्तान्तरण गर्दाखेरि मलाई एकदम गर्व लागेछ कि मैले केही गरेको कार्यकलापहरू केही सम्भव कामयाब भएछ भन्ने एकदम खुसियाली महसुसको साथमा आउने अब भारी पिँढीलाई म यो हस्तान्तरण गर्न पाउँदाखेरि म एकदम खुसी छु। र यस्तै गरी समस्त जनलाई अब बटालियनको इतिहास के हो कसो हो भन्ने कुरो तपाईँ हामी सबैले जानकारी छ। यसलाई दोहोऱ्याइरहनु आवश्यकता छैन। मेरो साहबले पनि भनिसक्नु भएको छ अघि नै।
हाम्रो साहबहरू अहिलेको कप्तान साहबहरू यति सक्रिय छ मैले केही भन्नै पर्दैन, गर्नै पर्दैन, सब उहाँहरूले आफन्तै अटोमेटिक सबै चिज यसो इसारा गर्यो भने त्यो सबै चिज भइहाल्छ। यस कारणले अहिलेको यो सदस्यजनहरूप्रति म अत्यन्तै एकदमै प्रभावित छु, एकदमै खुसी छु। आगामी दिनहरू पनि तपाईँहरूको साथ र सहयोग भोलि म रहम्ला नरहम्ला तपाईँहरूको सहयोग आगामी भावी पिँढीलाई पनि यस्तै रहनेछ भन्ने अपेक्षाको साथ यहाँ उपस्थित भएका समस्त र हाम्रो हामीलाई प्रत्यक्ष अप्रत्यक्ष जो यो कार्यक्रम गर्ने यो सहयोग पुर्याउनु भएको छ, पल्टनबाट 7-8 गोर्खा राइफल अहिले अब पल्टन त्यस्तै हो, इन्फेन्ट्री बटालियनहरू हाम्रो पल्टन अघि नै साहबले सबै चिज प्रस्तुत गरिसक्नु भएको छ। 6 माउन्टेन डिभिजनको छ अहिले पल्टन। अस्ति नै राइजिङ डे आज 17 गते 1 जुलाईमा थियो भने 12 गते नै हाम्रो पल्टनले राइजिङ डे मनाइसक्यो। अब पल्टनको हुकुम सरकार घरको हुकुम त्यस्तै हो, उहाँ गएर अहिले बटालियन मुभमेन्टको टाइममा छ। तर पल्टनले हामी 7-8 गोर्खा राइफलबाट सेवानिवृत्त भूतपूर्वहरूलाई यस 48औं जन्मोत्सव मनाओस् भन्ने हेतु उहाँले 1 केस हुस्की र 10,000 रुपियाँ आइसी प्राप्त पठाउनु भएको छ हामीलाई, हाम्रो लागि। त्यो सबैले एकपल्ट पल्टनको लागि जोरदार वर्तमान कमान्डिङ अफिसर साहब, अफिसर साहब, सुबेदार मेजर साहब, जसो साहबान र उपस्थित समस्त भाइहरूलाई हामी यहाँबाट यही मञ्चबाट हाम्रो 7-8 गोर्खा राइफल भूतपूर्व सैनिक परिवार संगठन पोखराका समस्त सदस्यको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट उहाँलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्न चाहन्छु। हाम्रो पल्टनले आगामी दिनहरूमा धेरै धेरै स्तर उन्नति गरोस्, भारतीय सेनामा एउटा पृष्ठभूमिमा नाम लेखाउन कामयाब भएको मेरो 7-8 गोर्खा राइफल कान्छो बटालियन भए पनि कान्छो बटालियन हुनको बावजुद उहाँलाई धेरै धेरै त्यस्ता कठिन कार्यहरूमा नियुक्ति भयो, तर त्यो सफलतापूर्वक यस्तै गुरुको कारणले गर्दाखेरि यो अहिले सुबेदार मेजर अनि क्याप्टेनको पृष्ठभूमि कहानी तपाईँले आधा घन्टा पौने घन्टासम्म सुन्नुभयो। त्यही प्रशिक्षणको नतिजाले अहिले 7-8 गोर्खा राइफल भारतीय सेनाको एउटा पृष्ठभूमिमा नाम लेखाउन सफल भएको छ। यो हाम्रो लागि एउटा गौरवको कुरा हो। यसै लागि सबैलाई फेरि पनि म हृदयदेखि नै आजको यो हाम्रो कार्यक्रमलाई सफल बनाउनको लागि हाम्रो निमन्त्रणा स्वीकारेर तपाईँहरू एकदमै व्यस्तताको बावजुद पनि समयको अनुकूल मिलाएर यो कार्यक्रममा उपस्थित भएर आफ्नो आतिथ्य ग्रहण गरिदिनु भएर यो कार्यक्रमलाई भव्य र सभ्य बनाइदिनु भएकोमा यहाँलाई धेरै धेरै हृदयदेखि नै आभार प्रकट गर्दै धेरै धेरै धन्यवाद ज्ञापन गर्दै आगामी वर्षमा पनि यसरी नै निम्तो दिँदै आगामी वर्ष पनि हाम्रो सौभाग्यले हामी सबै फेरि यसरी नै भेट भएर 49औं वर्षगाँठ मनाउन पाओस् भन्ने अपेक्षा राख्दै सबैको घरमा निरोगी सुस्वास्थ्य दीर्घायु, सबैको भविष्य उज्जवल होस्, उत्तरोत्तर प्रगति होस् भन्ने कामना सहित यहाँहरू सबैलाई धन्यवाद दिँदै मेरो यो छोटो 2 शब्द यही समापन गर्दै यो कार्यक्रम पनि औपचारिक कार्यक्रम यही समापन भएको जानकारी गराउँछु। धन्यवाद, नमस्कार, जय हो। 7 गोर्खा समेत हो कि होइन पर्छ ल। धन्यवाद छ हाम्रो सभाध्यक्षज्यूलाई, उहाँले आफ्नो भनाइ राखेर गइसक्नु भएको छ। कार्यक्रममा मैले जानकारी गराइसकेको छु। औपचारिक कार्यक्रम समापन भइसकेको छ। जसले भोग लागेको छ उहाँहरूले आफ्नो लन्च लिन सक्नुहुनेछ। भनेदेखि फेरि पनि कार्यक्रम लम्बिएको कारणले गर्दाखेरि र खाना अलि भोक लागिसकेको हुनाले जसले खाना खान सक्नुहुन्छ। फेरि पनि नृत्य प्रोग्रामलाई हामीले फेरि अगाडि बढाउन गइरहेका छौँ। अब फेरि नृत्य क्रमलाई म जोड्न जाँदैछु। यसका लागि कृपया नृत्य कलाकारज्यूहरू तयारी रहिदिनुलाई म हार्दिक अनुरोध गर्छु। साथै मञ्चमा आइदिन पनि म अनुरोध गर्छु प्लिज। र कलाकार साथीहरू चाहिँ क्याप्टेन लोककृष्ण गुरुङ, सुबेदार सन्तोष गुरुङ र हवलदार कुलबहादुर गुरुङ र महिला दिदीबहिनीहरू हुनुहुन्छ।
श्री सीता गुरुङ, श्री गङ्गा गुरुङ र श्री महाकाशी गुरुङ। कृपया गीत बजाइदिनको लागि म प्राविधिक मित्रलाई अनुरोध गर्दछु। भन्दै गर्ने गीतको बोल रहेको छ भमरा फुलतिर आयो फुलैको चलेर बासना। खबर गरिदियो भए भोलि बिहानै चामल लगेर माथिल्लो गाउँमा नुनसँग साथी जानुपर्छ। हिउँ परेर तलबाट सामान आएन रहे। ओइ साइला, कोही त माइला आएन? माइला माथि घर चौतारामा कुरिरहेको छ रे। तिमीहरूलाई नुनसँग साथी चामल लिएर आउनु भनेको छ। ए, हामीले त ल्याइसक्यो। ल ठिकै भयो। त्यसो भए हामी माथि लेकसम्म पुग्दा रमाइलो गर्दै जाऊँ है। ए साइली, ढिलो भाँडे बोक्दा जाऊँ। आउँछ माइली र कहिले आइसक्यो। ल
लालसुबा साहब र दिदीलाई उहाँहरूको एकदमै बेजोड प्रस्तुति रहेको छ। फेरि पनि ताली बजाएर सम्मान गर्नलाई म अनुरोध गर्दछु। अब औपचारिक कार्यक्रम समाप्त भए तापनि अब फेरि कार्यक्रमलाई अगाडि म बढाउँदैछु। सांस्कृतिक कार्यक्रममा सहभागी हाम्रा कलाकार मित्रहरू र कोरियोग्राफर बहिनीहरूलाई सम्मान गर्न हामी गइरहेका छौँ। सांस्कृतिक कार्यक्रममा जिम्मेवारी पाउनु भएका सदस्य साहबहरू, दिदी बहिनीहरूको लगन, मेहनत, कठोर प्रयास, आफ्नो घरको कामको व्यस्ततालाई अलग राखी अहोरात्र खटी प्रस्तुत गर्नुभएको कला साथै सङ्गठनलाई गर्नुभएको योगदानको कदर गर्दै हाम्रो यस संस्थाबाट सम्पूर्ण कलाकारज्यूहरूलाई सम्मान गरिनेछ। सम्मान ग्रहण गराउनको लागि सम्पूर्ण कलाकारज्यूहरूलाई मञ्चमा उपस्थित हुनको लागि म हार्दिक अनुरोध गर्दछु। भनेदेखि कलाकार साथ दिदीबहिनीहरूलाई सम्मान गरिदिनको लागि र उहाँहरूको हौसला बढाइदिनको लागि हाम्रा निवर्तमान अध्यक्ष क्याप्टेन रामकाजी गुरुङज्यू र निवर्तमान कोषाध्यक्ष र द्वितीय अध्यक्ष क्याप्टेन धीरबहादुर साहबज्यूलाई म अनुरोध गर्दछु। प्लिज कलाकार साथीहरू छिटो स्टेजमा आइदिनु लागि म अनुरोध गर्छु। प्लिज कृपया सबै महानुभावहरूले जसले खाना खानुभएको छ खाली गर्नु होला र जहिले जसले धेरै गरेर बस्नु भएको छ कृपया कलाकार साथीहरूलाई ताली बजाएर सम्मान गरिदिनको लागि म हार्दिक अनुरोध गर्दछु। फेरि पनि म कलाकार जीवनको नामलाई भाषण गर्न चाहन्छु। सुब्रत लालसुब्रत गुरुङ साहब, क्याप्टेन लोककृष्ण गुरुङ साहब, क्याप्टेन कुराबहादुर गुरुङ साहब, सुबेदार सन्तोष गुरुङ साहब, हवलदार चन्द्रबहादुर गुरुङ साहब र हवलदार गुरुबहादुर गुरुङ साहब हुनुहुन्छ भक्तहरू। त्यस्तै प्रकारले दिदीबहिनीहरू हुनुहुन्छ। श्री केशु गुरुङ, श्री टी कुमारी गुरुङ, श्री सीता गुरुङ, श्री कमला गुरुङ, श्री टीका थापा, श्री चारमाया थापा, श्री निर्मला गुरुङ र बहिनी नागासी गुरुङ र कोरियोग्राफर हाम्रो सानो नानीहरू हुनुहुन्छ बहिनी ईशा गुरुङ र बहिनी रोमा थापा। होइन त्यो आउनु नै आउनु नि त सबै आउँदैन नि त फोटोको लागि होइन भिडियोको लागि लगाइदिएको लगाएको तपाईँलाई हामी आफ्नो जान्छौँ हाम्रो नानीहरूलाई त्यो बहिनी दिदीहरूलाई राम्रो छ है बस
भरि